अहिले म यो हुलाकी राजमार्ग अन्तर्गत यो कटरी क्षेत्रमा छु, जुन यो सिङ्गिया खोला र कटरीको जुडी खोला बीचको यो सडकमा छु। यो सडकमा चाहिँ अहिले पछिल्लो समय चाहिँ यो सडक दुर्घटनाको हब बनेको छ। एक प्रकारले भन्ने भने यो चाहिँ सडक एम्बुसका रूपमा परिणत भएको छ। विगत 28 महिनाको तथ्याङ्क हेर्ने भने यो सडकमा 13 जनाले ज्यान गुमाइसकेका छन् भने 139 जना घाइते भइसकेका छन्। तसर्थ पनि यो सडक चाहिँ अहिले एम्बुसका रूपमा चित्रण गर्न थालिएको छ। पछिल्लो खास महिना यो साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क हेर्ने भने पनि यो सडकमा सवारी दुर्घटना परेर 3 जनाले ज्यान गुमाइसकेका छन् भने 38 जना घाइते भइसकेका छन्। तसर्थ यो सडकका कारण दिन प्रतिदिन ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ। त्यसैले पनि यो सडकलाई अहिले चाहिँ एम्बुसका रूपमा चाहिँ चित्रण गर्न थालिएको छ। यो सडकको दूरी हेर्ने भने 6 किलोमिटरको यो दूरी पर्दछ। सिङ्गिया खोलादेखि कटरी बजारको जुडी खोलासम्मको पुलको क्षेत्रमा चाहिँ अत्याधिक मात्रामा सडक दुर्घटना हुने गरेको छ। मोटरसाइकल नयाँ बजारमा दुर्घटना भएको राति आँखा हेरेको। आफू त्यस्तो कुनै जोखिममा पर्नु भएको छ अहिलेसम्म? अहिले त सिटी कुदाउँदाखेरि जोखिममा भएको छु। किन नि? यो खाल्डाले गाडी कतिचोटि उल्टन खोजेको छ। हुन चाहिँ खोजो खाल्डाले जोडीदेखि उतै अप्ठ्यारो छ। उता अप्ठ्यारो, त्यहाँदेखि कहाँसम्म पुग्न अप्ठ्यारो हो? जुडी विराटनगरसम्म, जुडीदेखि विराट सिनिया पुलसम्म। किन नि? यो बाटो खराब छ, खाल्टो छ, खुल्टो छ, त्यहाँ बनाउँदैन ठेकेदारले। खाल्टो छ, यस्तो छ, सिटी कुदाउँदा एकदम दुर्घटना हुन्छ। कटरी क्षेत्र हो र यो कटरी क्षेत्र चाहिँ खास गरी औद्योगिक कोरिडोर क्षेत्र रहेको छ, जसका कारण पनि अब ठुला मालवाहक ट्रकहरू चाहिँ यो क्षेत्र भएर बढी मात्रामा यात्रा गर्छन्। त्यसै गरी अब यो विराटनगरदेखि झापाको पुरानो सदरमुकाम भद्रपुरसम्म जोड्ने सडक भएका कारणले पनि सवारी आवागमन अत्याधिक हुने गर्दछ। खास गरी बिहानको 10 बजे र 5 बजे जुन अफिस टाइम हुन्छ त्यो क्रममा चाहिँ अत्याधिक मात्रामा चाहिँ सवारी चाप हुने कारणले पनि दुर्घटनाको मुख्य समय चाहिँ त्यो अवस्था हुने गर्दछ। यसको दुईटा कारण हामी बुझ्न सक्छौँ। एउटा कारण चाहिँ सवारीको अत्याधिक चापका कारण हो भने अर्को चाहिँ अब यो सडक दुरअवस्थाका कारण पनि त्यो खालको घटना सिर्जित भइरहेको छ। सडक निर्माणका लागि पटक पटक स्थानीय निवर्तमान सङ्घीय सांसदहरूले पनि आन्दोलन गर्नुभएको थियो, जसका कारण यो सडकको केही मात्रामा सुधार चाहिँ गरिएको छ। तथापि पनि अहिले सुधार गरिएको सडक यतिको मात्रामा देख्न सकिन्छ। नत्र भने यो बर्खाको बेलामा हिलाम्मे हुने र हिउँदको बेलामा धुलाम्मे हुने यो सडकको स्थितिले गर्दा पनि धेरै स्थानीय त्यसै गरी अब यो क्षेत्र भएर आवाज गर्ने जो सरकारवालाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ निकै शास्ति बेहोर्नु परेको छ।
खास गरी चाहिँ यो सडक चाहिँ अब हुलाकी राजमार्ग अन्तर्गतको यो मोरङको क्षेत्रमा पर्दछ र मोरङ क्षेत्रमा प्राय हुलाकी राजमार्गको सबै क्षेत्र चाहिँ निर्माण सम्पन्न भइसकेको छ। तर यो 6 किलोमिटर जुन चाहिँ सिङ्गिया खोलादेखि जुडी खोला, कटरी बजारको जुडी खोलासम्मको सडक चाहिँ 6 वर्ष अगाडि नै ठेक्का लागेको थियो। यद्यपि अहिलेसम्म यो सडक चाहिँ निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण चाहिँ सडक दुर्घटना चाहिँ यसले बढाइरहेको छ। दिनानुदिन चाहिँ यो दुर्घटनाको क्रम बढिरहँदाखेरि मानवीय क्षति पनि भइरहेको छ। सडकको कारणले यो हामीहरूको दोकान पनि यो अगाडि परि थियो, हुँदै हुँदै यो 3-4 वर्ष यहाँ भइसक्यो। अहिलेसम्म बाटो जस्ताको त्यस्तै छ। ओहोरदोहोर गर्ने मान्छेहरूलाई अप्ठ्यारो भएको छ, दुर्घटना भएको भइछ। त्यत्रो दुर्घटना भएर पनि सरकारले केही चासो दिँदैन र त्यही त हामीहरू पनि स्थानीयलाई छ यो सडक अलि छिटो बनोस्, राम्रो होस्। तर यत्रो वर्ष भइसक्यो, सरकारहरू पनि अब यो अर्को ठेकेदार आउँछ, फेरि अर्को ठेकेदार आउँछ, अर्को ठेकेदार आउँछ, कहिले भन्ला हो के हो, हामीलाई पनि दिक्क लागिसकेछ धुलो खाँदै खाँदै। अहिले म यो जुडी खोलाको पुलमा रहेको छु र यो क्षेत्रको 6 किलोमिटर यो हुलाकी राजमार्ग अन्तर्गत पर्छ मोरङ क्षेत्रमा र यो क्षेत्रको अन्तिम बिन्दुका रूपमा यो जुडी खोला हो र यो चाहिँ 4 लेन सडक निर्माणका लागि चाहिँ 6 वर्ष अगाडि ठेक्का लागेको थियो। 76 करोडको लागतमा श्रेष्ठ कन्स्ट्रक्सनले ठेक्का लिएको थियो। तर यो चाहिँ 6 वर्षसम्म गइसक्दा पनि 2 चोटि म्याद थप गर्दा पनि यो सडकको भौतिक प्रगति भने 27% मात्र रहेको छ। कुल 74% सडकको दुरअवस्थाका कारण चाहिँ यहाँका नागरिकले धुलो धुवा सँगै हिलो र मैलोको यो शास्ति अहिलेसम्म बिहोरिरहेका छन् एउटा पक्ष भने, अर्को पक्ष अनगिन्ती रूपमा सडक दुर्घटना यसले निम्ताइरहेको छ। तसर्थ सम्बन्धित निकायले अथवा ठेकदार कम्पनीले यसलाई चाँडो भन्दा चाँडो चाहिँ निर्माण सम्पन्न गर्नतर्फ ध्यान दियोस्।